ल कसरी चिन्नु भएन चिनेको मान्छेलाई कल गरे जस्तो लाग्छ म विराटनगरबाट हजुर हजुर कहाँबाट बोल्नु भयो गुबान पनि हुन्छ र यो अलिकति गाह्रो पनि हुन्छ नजिकै छ सुरेश शर्माले धेरै गर्नुभएको छ बिरामीहरूको उपचार यहीँ आएर पनि शिविर राखेर होइन मेरो नाम सबिन घिमिरे हो सर अनि म नामले मात्रै भएन अरूहरूको केमा आबद्ध हुनुहुन्छ ए म हजुरको व्यवसायबाटै घर परिवार नानीहरूलाई स्कुल शिक्षा दीक्षा सबै चल्छ ट्यालेन्ट खालको युवा पनि बाहिर जाने हजुर जो आर्थिक रूपले अलिकति यसो लगानी गर्दा जान सक्छ त्यो पनि जाने अब को चाहिँ छ यहाँ भन्दाखेरि जो आर्थिक रूपले जुटाएर जान पनि सक्दैन दर्शकबिन नमस्कार फेरि पनि अर्को कार्यक्रममा विभिन्न नम्बरहरूमा कल गर्नलाई उपस्थित भइसकेको छु म सबिन घिमिरे तपाईहरुको प्रेम तपाईहरुको माया र तपाईहरुले दिनुभएको सल्लाह सुझावको कारण नै हामी दिन प्रतिदिन विभिन्न कार्यक्रममा आफ्नो पेशामा अगाडि बढ्नलाई उत्साहित हुने गर्दछौं यस कार्यक्रममा हामी विभिन्न अननोन नम्बरहरूमा कल गर्छौं डायल गर्छौं र उहाँहरुसँग छोटो बातचित गर्छौं ती बातचितहरू विभिन्न सामाजिक विषयमा हुन सक्छन् राजनीतिक विषयमा हुन सक्छन् आफ्नो गाउँ परिवेशका बारेमा हुन सक्छन् कतिपय कुराहरू सरकारलाई सुनाउनु पर्ने विषयहरू हुन सक्छन् र कतिपय आफ्नो मनको वेदना पनि हुन सक्छन् कतिपय कुराहरू हास्यास्पद पनि हुन सक्छन् रमाइलो कार्यक्रम पनि छ र यसले एउटा जनताको आवाजलाई एउटा गुन्जयमान गराउने अपेक्षा विश्वास पनि हामीले लिएका छौं र यो कार्यक्रमलाई विशेष गरिकन सेवा जनताको सेवामा समर्पित व्यक्तिहरूले हेर्नुभयो भने जनताका पीडाहरू यस कार्यक्रमबाट उत्थान हुने गर्दछ र त्यो पनि हो अर्को पाटोमा यो मनोरञ्जन त छँदैछ यस कार्यक्रममा ढिला नगरिकन यहाँहरुको अमूल्य समयलाई खेर नफालिकन म आजको पहिलो कल लगाउन गइरहेको छु 984223 ओके आजको पहिलो नम्बर म लाउन गइरहेको छु हेरौं कहाँबाट को बोल्नुहुन्छ कस्तो संवाद हुनेछ विराटनगरमा हेलो नमस्ते सन्चै हुनुहुन्छ घरतिरै हुनुहुन्छ कि कता अफिसतिर हुनुहुन्छ कि म पसलमा छु त ए पसलमै हुनुहुन्छ राम्रै चलिरहेछ पसलहरु अलरेडी ठिकै किरानाको पसल हो कि के ब्युटी पार्लर हो कि अथवा कपडा पसलहरु हो कि कपडा पसल ए कहाँबाट बोल्नु भयो हजुर पथ्री भनेपछि मोरङ पर्यो है हजुर चिन्नु भयो हजुर चिन्नु भएन ल कसरी चिन्नु भएन चिनेको मान्छेलाई कल गरे जस्तो लाग्छ ए म विराटनगरबाट बोलेको अनि सुन्दै हुनुहुन्छ विराटनगरबाट बोलेको यो चाहिँ म एउटा कार्यक्रमबाट फोन गरिरहेको छु हजुरलाई स्टुडियोबाट अनि यो कार्यक्रममा चाहिँ हामी विभिन्न नम्बरहरूमा कल गर्छौं अनि उहाँहरुको हालखबर बुझ्छौं व्यापार व्यवसाय के कस्तो चलिरहेछ भनेर यसो 1 मिनेट जस्तो गफ गर्छौं व्यस्त हुनुहुन्थ्यो कि ब्याकग्राउन्डमा यसो मान्छे पनि सुनिरहेछ पसलमा आवाज अलिकति हल्का भइरहेको छ आज पानी पर्दैछ सिमसिम त्यति व्यापार पनि छैन हो यहाँ ए कति भयो व्यवसाय गर्नुभएको हजुरले 12-13 वर्ष जस्तो भयो 12-13 वर्ष भइसक्यो है भनेपछि त राम्रै चलिरहेको रहेछ अहिलेसम्म टिक्नु भएको छ ठिकै छ अब अहिलेसम्मको हजुरको व्यवसायबाटै घर परिवार नानीहरूलाई स्कुल शिक्षा दीक्षा सबै चल्छ लगभग अब पोटपरासम्म चल्दै थियो अहिले त गाह्रै छ अहिले मन्दी भयो अलिकति आर्थिक मन्दी छ मन्दी भयो बर्खा पनि लाग्यो त्यस्तो खासै छैन हजुर यो व्यवसायहरुमा जस्तै पत्रिकै कुरा गर्ने हो भने त्यो त बजार भर्खर बढ्दैछ छिटो पनि बढ्दैछ हाइवेहरु पनि बनिरहेछ हजुर अहिले त्यो हाइवेहरु बनिरहेको कारणले बाटोको कारणले पनि हो कि अलिकति व्यवसाय नभएको अहिले यो बर्खाको टाइम त अब खेतीपातीमा मान्छे सबै लाग्यो नि त हजुर अनि अहिले अब हामी पसलेहरु चाहिँ अब मान्छे आउँदैनन् अनि गफ गर्दै बस्दै अब व्यापार यता खेतीपाती लागिसकेपछि चाहिँ आउँछन् अलिअलि ए त्यसो भए त मैले उचित समयमै कल गरेछु हजुरलाई हजुर अरु के छ त पहिला जस्तो अहिले छैन नि लाइट
हजुर अरू के छ त पत्रीको हालखबर त्यहाँको बाटोघाटो विकासका कुराहरू त्यहाँको अब नगरपालिका स्थानीय सरकार राजनीतिका कुराहरू के छ खै राजनीतिका कुराहरू अब त्यति मतलब राखिँदैन है होइन हल्का अब घन्टीले अलिअलि यता चलपल हुँदैछ हजुर घन्टीको चहलपहल छ त्यता पनि यता पनि घन्टीको चलपल यस्तो हुँदैछ अब एमाले काङ्ग्रेस त्यस्तै हो नि अब ए तपाईँको चाहिँ अब 84 पनि नजिक आउँदैछ तपाईँहरूको क्षेत्रमा कस्तो अपेक्षा राख्नुहुन्छ जस्तै मेयर कस्तो भइदियो हुन्थ्यो अब किनभने अहिले अब नेपालमा नाम चलेको अब भनेको हर्क साम्पाङ बालेन यता गोपी हमाल विभिन्न अरू पनि नगरपालिकाहरूमा हुनुहुन्छ होइन राम्रो काम गर्नेहरू त्यस्तो केही अपेक्षा हुन्छ हामीलाई विकास चाहिएको छ हजुर सायद जोसुकै उठ्नु जुन पार्टीको होस् हामीले त्यसैलाई भोट लाउने हामीले एकदम विकासको खाँचो छ हजुर पार्टी हेरेर भएन हामीले चाहिँ अब जसले राम्रो गर्छ त्यसैलाई भोट दिने उहाँहरूको काम व्यवहार जनताप्रतिको विश्वास सबै हेर्नु पर्यो होइन त काम व्यवहार हेर्नु पर्यो विश्वास गर्नु पर्यो जनतालाई अनि अब विश्वास मात्रै गरेर अब भोट दिइसकेर जितेर अब यो फिल्डमै नहिँड्ने हो कि फिल्डमा हिँडेर पनि हामीलाई प्रगति देखाउने हो अब त्यही तरिकाले हामीले जानु पर्यो भन्दैछौँ अहिले हामी चाहिँ एमाले काङ्ग्रेस हामीले केही हेऱ्यौँ न अब चाहिँ नहेर्ने अब हामीलाई एकदम विकास चाहियो हजुर मैले धेरै जनासँग कुरा गर्दा कहिले अब काठमाडौँ पर्छ कहिले रूपन्देही कहिले मोरङ यता गाईघाट परिरहेको हुन्छ उहाँहरूसँग कुरा गर्दाखेरि हजुरले भने जस्तै कुरा गर्नुहुन्छ धेरै जसोले चाहिँ अब पार्टी हेरेर अहिले यो पछिमा भनेको अब सुनिल शर्माले पनि गरिरहनु भएको छ बिरामीहरू एकदम हेरिरहनु भएको छ अब त्यसमा अब धेरै लागेको लागत नहुने आदि घटाएर गरिदिइरहनु भएको छ त्यसमा त हामी धेरै खुसी नै छौँ होइन अनि एमाले पनि अब खास खै केही नै गर्न सकेको जस्तो चाहिँ म चाहिँ देख्दिनँ भनेपछि तपाईँहरूको क्षेत्रबाट सुनिल शर्मा सांसद हुनुहुन्छ उहाँ उठ्नु भएको जित्नु भएको सो उहाँको अस्पताल नोबेल हस्पिटल छ विराटनगरमा त्यहाँ उपचार गर्दाखेरि हजुरहरूको आदि चाहिँ घटाइदिन्छन् सुनिल शर्माले धेरै गर्नुभएको छ बिरामीहरूको उपचार यहीँ आएर पनि शिविर राखेर होइन हजुर हजुर उहाँ उठ्नु भन्छ हामीले भोट त दिनै पर्छ नि एक भोट त गर्नेलाई अब नगर्नेलाई दिएर उठाएर त के गर्न विकासै हुँदैन भन्ने हजुर हजुर हुन्छ दिदी अब गफ त गर्दै जाँदा धेरै गर्न मन लाग्छ समय पनि हेर्न पर्यो खुसी लाग्यो एकदम हजुरसँग भेट भयो कुरा भयो भनौँ न मलाई पनि खुसी लाग्यो फेरिका दिनहरुमा पनि फोन गर्दै गर्नु हुन्छ दिदी ठ्याक्कै मेरो नम्बर परेछ त्यही त हजुरको नम्बर परेछ ठ्याक्कै खुसी लाग्यो दिदी तपाईको व्यापारहरु सबै राम्रोसँग चलोस् शुभ रहोस् तपाईको सुस्वास्थ्य रहोस् हुन्छ हस् धन्यवाद दर्शकबिन पहिलो कल एकदमै मिठो कुराकानी भयो एकजना कपडा पसल गर्नुहुने दिदी हुनुहुन्थ्यो उहाँसँग राम्रो बातचित भयो राजनीतिको पनि थोरै कुराहरू गऱ्यौँ उहाँको व्यापार व्यवसायको कुरा पनि गऱ्यौँ ढिला नगरिकन दोस्रो कलतर्फ फेरि म जाँदैछु 98422 आज अलिकति झरी भइरहेको छ यता पूर्वतिर त्यस कारणले गर्दाखेरि अलिकति ओथ लागेरै बस्नु भएको होला धेरैजना जसो हेलो नमस्ते नमस्ते हजुर सन्चै हुनुहुन्छ म विराटनगरबाट बोलेको यो पनि विराटनगरै पर्यो ए म एउटा कार्यक्रमबाट गर्दैछु अनि यो कार्यक्रममा चाहिँ हामी विभिन्न नम्बरहरूमा कल गर्छौँ अनि उहाँहरूको हालखबर के छ कसो छ भनेर यसो 1 मिनट जस्तो कुरा गर्छौँ काम त केही पनि होइन यो हाम्रो युट्युब कार्यक्रम छ त्यसमा चाहिँ हामी विभिन्न नम्बरहरूमा कल गर्छौँ अनि उहाँहरूको हालखबर विकासका कुराहरू अथवा भनौँ न सरकारलाई भन्नुपर्ने कुराहरू यस्तै समसामयिक विषयमा कुरा गर्छौँ यदि हजुरसँग समय छ भने मात्रै फेरि डिस्टर्ब चाहिँ गर्न चाहन्न यो कार्यक्रम चाहिँ टिकटकमा पनि जान्छ युट्युबमा पनि जान्छ फेसबुकमा पनि जान्छ सबैतिर जान्छ अनि अब पहिले चाहिँ रेडियोतिर हामी मन लागेर कार्यक्रम फोन गर्थ्यौँ टिभीतिर पनि फोन गर्थ्यौँ अहिले चाहिँ हामी आफै स्टुडियोबाट जनताहरूसँग यसो कुरा गर्छौँ त्यही त हजुर अब म एकछिन मेरो मान्छे आउँदै हुनुहुन्छ नि फिल्ममा कल गर्दा मिल्छ
म सकिहाल्छु। हजुरको त्यतातिर कुन ठाउँ भन्नुभयो, के छ कस्तो छ विकासका कुराहरू भनौँ अथवा व्यापार व्यवसाय भनौँ, शिक्षा दीक्षाका कुराहरू? यतापट्टि त ठिकै छ, झुम्का हो मेरो घर। ए झुम्का सुनसरी है? हजुर हजुर। अलिकति झुम्कामा आउँदाखेरि चाहिँ त्यहाँको बाटो याद आउँछ मलाई चाहिँ, साँगुरो साँगुरो बाटो छ हाइवे। अहिले मेरो त यतातिर छ, नर्ने सिँचाइ छ, अब बिजोकै छ नि, अब हाम्रो छैन त्यति। सिँचाइ भनेपछि कारागारतिर पऱ्यो हजुरको? कारागारैमा हो। ए त्यहाँ हामी समाचार सङ्कलनको लागि आइरहेका हुन्छौँ प्रायः जस्तो। त्यो कारागारकै बाटो छेउको घर। त्यो एरियामा भनेपछि त अहिले बर्खाको समयमा लामो पानी पऱ्यो भने त अलिकति डुबान पनि हुन सक्ने सम्भावना छैन र? डुबान पनि हुन्छ र यो अलिकति गाह्रो पनि हुन्छ नि त, नदी नजिकै छ फोटो हो नि, फेरि हाम्रो मरो भन्दा नि बाटै छैन कि। हजुर हजुर। सिँचाइको बाटो ठुलो गरिदिँदैनन्, अब यी नेताको आशहरू केही न केही हुन्छ, अब आफूले हामीले आफैले नै अब सिँचाइको बाटोमा यसो आफैले गिटी किनेर हालिरहेका छौँ। ए आफै सबैजना मिलेर टोलको बासीहरू? हजुर, यो टोल भन्दा नि हामी 4 घर छौँ यहाँ उनीहरू, त्यही 4 घरले यसो बाटोसम्ममा गिटीसम्म हाल्छौँ। ए त्यहाँको स्थानीय नगरपालिकाहरूमा यो कुराहरू ध्यान आकर्षण भएको छैन? गरेको कति गरेको सुन्दैनन्। उहाँहरूलाई पनि थाहा होला नि त्यो बाटोमा बिजोग हुन्छ पानी परेपछि भनेर। उहाँलाई पनि थाहा छ, उहाँहरूकै गाडी घोडा हिँड्छन्, तर अब सुनिँदैनन्, नसुनेपछि के गर्नु। अब हाम्रो कार्यक्रम मार्फत पनि ध्यान आकर्षण हुन्छ कि, किनभने हामीले यो कार्यक्रमबाट यस्तै समस्याहरू पनि उठान गर्ने गर्दछौँ धेरै जसो। हजुर त्यो पनि होस् भन्ने हामी चाहन्छौँ। हजुर हुन्छ दिदी, हजुरले को आउँदै हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो, मैले बिजी हुँदाहुँदै पनि समय दिनुभयो, हजुरलाई धेरै धन्यवाद दिएँ। त्यही त हजुर, अब अरू डराउनु पनि पर्छ अहिलेको समयमा, तर मलाई त्यस्तो अप्ठ्यारो मान्न पर्दैन। यो कार्यक्रम सबैले हेर्नु पनि हुन्छ, तपाईँले पनि सायद यसो टिकटक हेर्दै जाँदाखेरि भेटाउनु पनि हुन्छ होला कहिलेकाहीँ कुनै दिन। मेरो नाम सबिन घिमिरे हो। हुन्छ, हस्, धन्यवाद दिदी। हामीले झुम्कामा कल लायौँ, उहाँले पनि कुरा गर्दै जाँदाखेरि त्यहाँको उहाँहरूको नहर, उहाँहरूको घर छेउछाउमा नहर भएको कारणले गर्दा झुम्काको त्यस्तै छ, त्यो कारागार छेउमा नहर छ, त्यसले गर्दाखेरि बाटोमा अप्ठ्यारो हुने, यो बर्खाको समयमा चाहिँ डुबान हुन सक्ने सम्भावना, त्यहाँ त्यो अप्ठ्यारो कारण भएको कारणले गर्दाखेरि उहाँहरू एउटा जोखिम पूर्ण जीवन बिताइराख्नु भएको छ भन्ने एउटा भाव हामीले पाएका छौँ। र त्यहाँको स्थानीय सरकार र प्रदेश सरकार र यो कार्यक्रम मार्फत यदि केन्द्रीय सरकारसम्म पनि पुग्न सक्छ भने उहाँहरूले को पनि ध्यान आकर्षण जाओस्। ढिला नगरिकन फेरि हामी तेस्रो कलतर्फ जाँदैछौँ दर्शकबिन। यो आजको अन्तिम कल हुनसक्छ, किनभने समय हाम्रो सकिन लागिसकेको छ। 98352227। ओके, यो आजको अन्तिम कल। हेलो, नमस्ते, सन्चै हुनुहुन्छ? नमस्ते, कहाँबाट? म विराटनगरबाट। हजुर कहाँबाट बोल्नुभयो? हजुर को बोल्नु हजुर? म सबिन घिमिरे बोलेको हजुर, विराटनगरबाट। भन्नुहोस् हजुर। काममै हुनुहुन्छ कि सर, व्यस्त हुनुहुन्थ्यो कि? म 1 मिनट कर कार्यालय आएको थिएँ, अनि यहाँ काम भन्नाले अब कामैमा। यो कार्यक्रममा चाहिँ हामी यसरी नै नचिनेको नम्बरहरूमा कल गर्छौँ, कहाँ लाग्छ पनि थाहा हुँदैन, तर कल गर्छ अनि उहाँहरूको अनि यस्तै हालखबर बुझ्छौँ, परिवेश बुझ्छौँ। मेरो नम्बर लागेछ हजुर। तपाईँको नम्बर लागेछ हजुर? अघि पत्री लागेको थियो, झुम्का पनि लागिरहेको थियो, अहिले कहाँ परेको नि हजुर? अहिले विराटनगरमै हुनुहुन्छ कर कार्यालयमा हजुर? ए कर अब असार मसान्तको चपार, अब यही विषयमा कुरा गर्नु पर्यो। कस्तो छ त्यहाँको कर कार्यालयको सेवाहरू? हामी पनि कर तिर्न गइरहेका हुन्छौँ त्यहाँ। राम्रो छ त हजुर, अहिले सिस्टम ठिक छ सबै? ठिक छ हजुर, राम्रो छ, एकदम टाइममै छ, भिड छैन, त्यही भएर अब अन्तिममा त भिड हुन्छ होला, भिड भएपछि गाह्रो हुने त हो। अरू त्यहाँ अब भनौँ न साधारण कुराहरू पनि हुन्छ, कतिपय जनताले अब देख्ने अब पङ्खा कुर्सीका कुराहरू अथवा उभिने ठाउँहरू, त्यस्तो भौतिक कुराहरूको केही सजेसन दिन चाहनुहुन्छ सर? हजुरको पुरा परिचय पाउँ न। मेरो नाम सबिन घिमिरे हो सर। अनि म नामले मात्रै भएन, अरू हजुरको केमा आबद्ध हुनुहुन्छ? मेरो कालो पर्दा मिडिया एन्ड पब्लिकेसन्स भन्ने छ सर, म पत्रकार पनि हो। अनि अरू इन्टरभ्यूको कार्यक्रमहरू पनि गर्ने गर्छु, रिपोर्टिङहरू पनि गर्ने गर्छु। तर यो कार्यक्रम चाहिँ अघि मैले भने जस्तो कल गर्छौँ, अनि त्यस्तै विभिन्न कुराहरू भनौँ न, विकासका कुराहरू, अब स्थानीय पोलिटिक्सका कुराहरू, कति व्यापार व्यवसायका कुराहरू हुनसक्छ, समस्याहरू उत्थान गर्नुपर्ने, अब गाउँपालिकालाई सुनाउनु पर्ने, यस्तै कार्यालयहरूलाई सुनाउनु पर्ने कुराहरू,
त्यस्तो कुराहरू गर्छ सर यस कार्यक्रममा चाहिँ। यो प्रसारण पनि हुन्छ युट्युबमा, टिकटकमा, फेसबुकमा। हजुर हजुर ए मैले चाहिँ अलि अनभिज्ञ रहेको हजुर यो कार्यक्रमको बारेमा अलि अब हेर्नुहुन्छ होला कुनै दिन सायद आफ्नो स्वर पनि त्यहाँ सुन्नुहुन्छ होला। हजुर अब हजुर कुनै व्यवसायमा त आबद्ध हुनुहुन्छ होला सर। अब के कस्तो छ व्यापार व्यवसाय अहिले त अब युवाहरू हामी जस्तो तपाईँ हामी जस्तो त धेरै विदेशमै छन्, मेरो साथीहरू प्रायः छैनन् यहाँ नेपालमा। हजुर यस्तो छ युवाको कुरा गर्ने हो भने अब अहिले वैदेशिक रोजगारी मुख्य गन्तव्य बन्यो। त्यसले गर्दाखेरि समाजमा हेर्ने हो भने युवाको चाहिँ अब चहल पहल चाहिँ अत्यन्त कम देखिन्छ। हजुर हजुर युवा सर्कल कम हुने बित्तिकै विभिन्न किसिमका व्यवसायहरूमा असर पर्छ। हजुर हजुर युवा सर्कलले हो नि त चलायमान गर्ने व्यवसायहरूमा यो सहयोग गर्ने भनेको। त्यसले गर्दाखेरि अब बुढापाका भनेको त अब कसैको डायबिटिज भएर खाना नहुने हुन्छ, कसैको के हुन्छ होइन। अनि त्यो हिसाबले चाहिँ अब उनीहरूको उपभोक्ताको हिसाबले पनि उनीहरू कमजोर उपभोक्ता हुन्छ है। अनि त्यसो हुँदाखेरि युवा सर्कल भनेको अब विकास निर्माण काममा सहयोग पुर्याउनेदेखि लिएर होइन विभिन्न आर्थिक व्यवसायहरूमा चाहिँ गतिविधिहरू बढाउनेदेखि लिएर जुन खर्च एक्सपेन्डिचरको पाटोलाई हेर्ने हो भने पनि होइन खर्च पनि गर्न सक्ने वर्ग हो। अब त्यो वर्ग चाहिँ विदेशमै जाने उतै चाहिँ कमाउने उतै जमाउने गरेर चाहिँ अनि पहिला त पठाउँथे होइन। अहिले चाहिँ उतै चाहिँ घर बनाउने उतै चाहिँ तिहार लिने उतै बस्ने त्यो पनि क्रम घटेको छ। त्यो भइसकेपछि त अब युवाको समस्या त विकराल छ। अब यसलाई कसरी चाहिँ अब निवारण गर्ने होला? अब किनभने अब अहिले भर्खर बजेट भाषणहरू पनि सुनिरहेको छौँ, युवालाई यस्तो उस्तो रोजगार सिप भनेर त भाषण त सुनिन्छ, गफ पनि सुनिन्छ, इम्प्लिमेन्ट त त्यति भएको देखिँदैन। हजुर सर अब योलाई चाहिँ नि अब एउटा कस्तो भने राज्यले पनि यसलाई चाहिँ प्राथमिकतामा राखेर होइन युवालाई स्वरोजगारका कुराहरूमा जोड दिनु पर्यो नि त। स्वरोजगार नभइकन त युवा त जबरजस्ती थुनेर बस्ने त होइन। एयरपोर्ट बन्द गरिदिनु, तपाईँले एयरपोर्ट बन्द गरिदिनु भयो भने पानी जहाजबाट जान्छन् होइन, हिँडेर पनि जान्छन् कति। अगाडि आफ्नो कामको खोजीमा रोजगारको खोजीमा त संसार जहाँ पनि जान सक्नेसम्म ठाउँमा त जान्छन्, पुग्छन्, पुगेकै छन् अहिले पनि। त्यसले गर्दाखेरि रोजगारीको अवसर सिर्जना त गर्नु पर्यो नि त पहिलो शर्त। अनि अर्को कुरो यहाँ सुरक्षाको वातावरण पहिला त असुरक्षाको कारणले पनि धेरै बितेसिए होइन। जतिखेर द्वन्द्व थियो त्यतिखेर त असुरक्षाको कारण मेन कारणले पनि मान्छेहरू विदेशिन बाध्य भएका थिए। अब त्यो अवस्था त अहिले कम छ होइन। तर अब रोजगार छैन, कुनै सानो व्यवसाय गर्यो भने डुबिहाल्छ भन्ने अवस्था पनि छ। जीवनको चाहिँ महत्त्वपूर्ण युवा समय त्यो समय त्यसैखेर फालेर त बस्दैन। त्यसले गर्दा अब यहाँ चाहिँ कस्तो भन्दा एउटा त्यो आर्थिक रूपले चाहिँ जुटाएर जान पनि सक्दैन होइन। ट्यालेन्ट पनि छैन, मध्यम छ होइन भनेदेखि त्यस्तो जनशक्तिहरू चाहिँ अब यतै नै बसेर बाध्य पनि भएका छन्। त्यो पनि छ। त्यसले गर्दाखेरि अब यो समस्यालाई त अब राज्यले प्रमुखताका साथ प्राथमिकतामा राखेर युवा स्वरोजगार बढाउने होइन रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम ल्याउनु पर्यो। एकदमै आकर्षण बढाउनु पर्यो। म केही लगानी गरौँ, मैले उत्पादन गरेको चिज चाहिँ मेरो बजारीकरणको समस्या छैन भन्ने उसलाई फिलिङ हुनु पर्यो। जुन उसले कुनै व्यवसाय गर्छ होइन उसले केही गर्न त खोज्छ नि त, युवा वर्ग त बोलाएर बस्दैन। उसले गर्न खोजेको कुरा उसले गरेको उत्पादन कृषि नै भन्नुहोस् या कुनै पनि उत्पादन त्यसको बजारीकरण चाहिँ राम्रो सुनिश्चितता हुनु पर्यो। त्यो देखो भने न उसले लगानी गर्छ, खर्च गर्छ। केही गरौँला अब भोलि त्यो पनि बिक्री हुँदैन अनि त्यसमा नि घाटा हुन्छ, ऋण लिएर गरौँला भन्ने खालको नैराश्यता। एकजना इलामको व्यवसायी सिंहदरबार अगाडि नै आगोमा जलेर बित्नु भएको थियो। अनि त्यो अवस्थासम्म चाहिँ एउटा सृजना हुन सक्छ, झन् समस्या क्रिएट हुन सक्छ। त्यसैले अब कसैलाई युवालाई नजाओ भन्नु भन्दा पनि उनीहरूलाई चाहिँ आफै नजाउँ लाग्ने बनाउनु चाहिँ आकर्षित बनाउनु पर्यो। हजुर एकदमै हजुर एकदमै मिठो कुरा गर्नुभयो, आफ्नो एकदमै मिठो विचार दिनुभयो सर। कुनै बेला यसो समयले भेटाएछ भने हामी भेट्ने पनि सक्छौँ होला। खुसी लाग्यो। हजुरको सर शुभ नाम भन्न मिल्छ भने भनिदिनुहुन्थ्यो क्या सर? गोविन्द प्रसाद गजुरेल। हजुर म विराटनगर 12 बखरी आधारभूत विद्यालयको प्रधानाध्यापक अहिले। हजुर अनि
अब मेरो ठेगाना विराटनगर 1 त्रिवेणी मार्ग। हजुर हुन्छ सर, म यसो घुम्दै आउँदा कहिलेकाहीँ स्कुलमा आइएछ भने गफ गरौँला सर। हुन्छ हजुर, हुन्छ, सम्झिनुको धन्यवाद सर। थ्याङ्क यू सर। विराटनगरको एक विद्यालयको प्रधानाध्यापकसँग कुरा गरेँ। उहाँले युवा रोजगार, युवालाई कसरी देशमै आकर्षण बढाउने, आकर्षित गराउने भन्ने एकदमै मिठो विचार प्रस्तुत गर्नुभयो। दर्शकबिन यसरी कल लगाउन त धेरै नै मन लाग्छ, दिनभरि गफ गरौँ जस्तो लाग्छ, तर आज हिजो अस्तिको भन्दा अलिक धेरै नै समय गए जस्तो लाग्यो। क्षमा प्रार्थी छु। यहाँहरूको पनि जो भिडियो हेरिराख्नु भएको छ उहाँहरूको पनि समय अलिकति मैले एक्सपान्ड गरेँ। नेक्स्ट टाइममा हामी समयलाई एकदमै ख्याल गर्नेछौँ। र आज हामी 3 जनासँग कुरा गऱ्यौँ, एकदमै मिठो कुरा गऱ्यौँ। अर्कोचोटि पनि यस्तै मिठा मिठा संवादहरू, राज्यको ध्यानाकर्षण गराउन सक्ने विचारहरू, सल्लाह सुझावहरू लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्मको लागि यहाँहरूको दिन शुभ रहोस्, तपाईहरु सधैँ सुस्वास्थ्य रहनुहोस्। धन्यवाद। Mm-hmm.